Coding ko lagi parano video hernu ola. रुबिक क्युब भन्छ यसलाई। रुबिक क्युबलाई चाहिँ बिगारेर आफै सल्भ गर्न गइरहेको छु। म सुरुमा यसलाई बिगार्छु र यसलाई बनाएर देखाउँछु पनि है। पहिला मैले यसलाई बिगार्छु। यति गरिसकेपछि यो बिग्रिसक्यो है, कुनै मिलेको छैन। यसलाई अब म बनाउन गइरहेको छु। बनाउँदा फेरि म एउटा कलरलाई बेस मानेको हुन्छु। यो माथि टप लेयरमा बेस मानेर बनाउँछु, जुन म यी विभिन्न कलरहरूमध्ये एउटा कलरलाई बेस बनाउँछु। यसमा चाहिँ म ग्रिनलाई बेस बनाएर देखाउँछु है त। पहिला प्लस साइन बनाउन लाग्छु म। यो ग्रिन हुँदै प्लस यस्तो यस्तो गरेर प्लस साइन बनाउँछु म। प्लस साइन बनिसकेको छ। येलो ग्रीन टप लेयर बनिसकेको छ। सेकेन्ड लेयर बनाउँछु। सेकेन्ड लेयर बनाउँदा फेरि सेकेन्ड लेयर पनि बनिसकेको छ। अब म यसलाई सिधै उल्टाएर थर्ड लेयर बनाउन गइरहेको छु। यहाँ हामीले पहिला प्लस साइन बनाउनु पर्ने हुन्छ। प्लस साइन बनाउँदाखेरि पहिला क्रस साइन बनाउनु पर्ने हुन्छ। यसरी क्रस बनाउनु पर्ने हुन्छ र त्यसपछि प्लस बनाउनु पर्ने हुन्छ है। यसमा चाहिँ क्रस अलरेडी बनेको छ, त्यही भएर म एकचोटि मात्र एउटा एल्गोरिदम युज गर्छु। FRU R' U' F'। यति भयो भने यो माथिको टप लेयर पनि बनिसकेको छ। अब यति गरिसकेपछि हामी यसमा फेरि कलर म्याचिङमा जान्छौँ। कलर म्याचिङ एउटा यो लेयरमा भइसकेको छ र यो लेयरमा पनि भइसकेको छ। यो साइडमा पनि भएको छ, यो साइडमा पनि भइसकेको छ भने यो राइट साइडमा र आफ्नो फ्रन्ट साइडमा भएको छैन। यसको कारणले गर्दाखेरि हामी अर्को फेरि एउटा एल्गोरिदम युज गर्छौँ। यो एल्गोरिदम रहेको छ RU2 R' U' R U' R' U'। यति गरिसकेपछि हामीले सबै कलर म्याच भइसकेको छ। यो नि भइसकेको छ, यो पनि भइसकेको छ, यो पनि भइसकेको छ। अब लास्टमा फेरि हामीले साइडको एउटा भागलाई चाहिँ बेस मानेर त्यहाँ फेरि कलर म्याचिङमै जान्छौँ हामी। यो कलर म्याचिङ गर्दाखेरि प्रत्येक साइडमा हेर्नुपर्ने हुन्छ। यहाँ रेड छ भने यो जुनसुकै भागमा पनि एउटा रेड आएको हुनुपर्छ हैन। यो ब्लू छ भने यो भागको जुनसुकै भागमा पनि एउटा ब्लू आएको हुनुपर्ने हुन्छ। र व्हाइट छ भने एउटा यो भागमा व्हाइट छ भने यो साइडकै उसमा जुनसुकै ठाउँमा पनि एउटा व्हाइट आएको हुनुपर्छ। भनेपछि यो अलरेडी मिलेको छ। रेडको ठाउँमा यतापट्टि रेड हुनुपर्थ्यो, यसकै साइडमा रेड छ हैन, यो रेड छ र व्हाइट हुनुपर्थ्यो, व्हाइट माथि यही टपमा छ र ब्लू हुनुपर्थ्यो भने ब्लू यतापट्टि साइडमै छ, त्यही भएर यो अलरेडी बनिसकेको छ। यस्तो केसमा अब अरू साइडको मिलाउनको लागि हामी अर्को एल्गोरिदम युज गर्छौँ। यो एल्गोरिदम रहेको छ L'
यु आर यु ड्यास एल यु आर ड्यास यु ड्यास। यति गइसकेपछि हाम्रो सबै कलर मिलिसकेको छ। र यदि मिलेन भने यही एल्गोरिदम फेरि रिपिट, अन्त चेन्ज नगरिकन यहीँनिर रिपिट गर्नु होला है, तपाईँहरूको त्यस्तो मिल्न गएन भने। यो मेरो चाहिँ मिलिसकेको छ हैन, सबै कलर मिलिसकेको छ। अब यतातिरको यो सबै फाइनल सल्भ हुन बाँकी छ। त्यसको कारणले गर्दाखेरि म यसलाई मिलाउन जान्छु फेरि है। अब माथिको ब्लू कलर मेरो यो साइडमा आएको छ भने यो ब्लू कलरलाई मैले माथि लिएर आउनको लागि मैले छुट्टै फेरि एल्गोरिदम युज गर्नुपर्ने हुन्छ, जुन यस प्रकार रहेको छ है। यो एल्गोरिदम हामीले राइट साइडमा छ भने 2 चोटि युज गर्छौँ, आफ्नो फ्रन्ट साइडमा छ भने त्यही एल्गोरिदम हामीले 4 चोटि युज गर्छौँ, अन्त चेन्ज नगरिकन है। यही लेयर र यो तलको डाउन लेयर, राइट लेयर र डाउन लेयर मात्र चेन्ज गर्नुपर्ने हुन्छ, अरू लेयर चेन्ज गर्नुपर्ने हुँदैन है। अब यो राइट साइडमा छ, म 2 चोटि मात्र युज गर्छु, आर ड्यास डी ड्यास आर डी, आर ड्यास डी ड्यास आर डी। यो गइसकेको छ माथि, यो भइसकेको छ, मैले त्यही भएर यसलाई फर्काइदिन्छु है। अब मसँग भएको ब्लू कलर आफ्नो फ्रन्ट साइडमा छ, यो यहाँ फ्रन्ट साइडमा छ, त्यस कारणले गर्दाखेरि म यसलाई 4 चोटि युज गर्छु, एउटै एल्गोरिदम 4 चोटि युज गर्छु। आर ड्यास डी ड्यास आर डी, आर ड्यास डी ड्यास आर डी, आर ड्यास डी ड्यास आर डी, आर ड्यास डी ड्यास आर डी। ल गाइज, मेरो चाहिँ यो क्युब फाइनल सल्भ भइसकेको छ। तपाईहरु पनि सल्भ गर्न इजिली सल्भ गर्नलाई मन राख्नुहुन्छ भने अवश्य पनि पुरानो भिडियो पनि हेर्नु होला र यो भिडियो पनि तपाईहरुको लागि धेरै इफेक्टिभ हुनेछ। ओके।